पर्दैन दाइ कस्तो छ क्यामेरा तिम्रो ठिकै छ दाइ भाइ अब मेरो एक्वा एआई क्यामेरा झिकेर देखाइदिनु दिनको पऱ्यो जस्तो छ हो इन्टिग्रेटेड एक्वा एआई छ कता कबाट दाइ कता ग्याङ ग्याङ चिया खान जान्नको भाइले चियै दिएन यार टेन्सन भएर भाइले भ्लग बनाएको आमा फेमस 1 केजी मासु चाहिँ चाहियो मलाई पोर्कको उज्जवल भाइ अहिले नि मन पर्दैन रहेछ मैले मासु नै खान आएन क्या भाइ तिमीलाई पोर्क हाम्रो घरमा त पाक्दैन है माछा त तर माछाले लास्टै बिजोग बनाइदिन्छ क्या मुभी माछा भेरी डेन्जरस हो क्या त्यसैले म भन्छु होइन मेरो घरमा होइन एकदम मिठो है क्रन्ची एकदम खतरा खातको यत्रो सिद्रा माछा छ बाहिरतिर तिमीलाई होइन कति 250 केजी भन्ला होइन मसँग किन होइन म तिमीलाई होइन आफ्नै मान्छे भनेर 500 रुपियाँ पर केजीमा बेचिदिन्छु क्या सोच त 250 को डिफ्रेन्स 250 बेसी तिर्नु पऱ्यो हिजो अस्तितिर त यताको बारेमा सुनेको थिइनँ त दाइ च्याउ डाँडा भनेर भाइ ल त्यहाँ मैले पहिले गरेँ के पो च्याउ रोप्दै थिएँ क्या भाइ अनि डाँडाको बिचमा गएर च्याउ रोप्दै थिएँ है सब मान्छेले च्याउ डाँडा भनेर तिमीलाई नि एक दिन खुवाउला च्याउ डाँडाको च्याउ भाइ त त्यस्तै भनिन्छ होला है यता दाइ गफाडी दाइ ल भाइ मैले अहिलेसम्म के कुरामा गफ हानेछु ल भाइ भन त तिमीलाई टुबी ग्यामर दाइ यता देख्न सक्नुहुन्छ ल टुबी गेमर्सले भाइ अनुहार सेम टु सेम छ क्या तपाईँको दाइ टुबी गेमर्सले होइन पहिले माउस चलाउनु मैले नि सिकाएको हो क्या भाइ डल्लु दाइ सेम टुबी ग्यामर जस्तो देख्नुहुन्छ क्या हेर्नु न सेम देख्नुहुन्छ क्या ज्यान पनि यस्तो न्यानो के ह्यान्डी क्याम जस्तो ह्यान्डसम भाइले नि प्रोफेसनल तरिकाले समाउँदो रहेछ नि त क्यामेरा भाइले भ्लगर हो नि त भाइ त म होटेल म्यानेजमेन्ट भाइको भ्लग हेर्नुपर्छ मुटुमै हार्ट एट्याक आउँछ यस्तो खतरामा यत्रो हामीसँग टुबी ग्यामर हुनुहुन्छ देख्न सक्नुहुन्छ गाइस फ्री फायर खेल्न आउनु 1v1 खेलेका फ्री फायर टुबी ग्यामर दाइ टुबी ग्यामरको फोटो कोरियन ओप्पाको उस भएन त अनुहार नै देखिँदैन अब भाइ तिमी फेमस हुन्छौ मैले बोलेपछि हो गाउँको डनहरू हो क्या भाइ हामी जाने ठाउँ सब गयो हजुर सिवाई त्यो सब सुनाकोटी बाइक जाउँ न त जाने भयो यहीँबाट नजाउँ होला हो होइन अब लास्ट दिन हो जाने भयो जाँदा हो घरमा मासु ढिलो हुन्छ क्या दाइ ए मासु त भाइ मेरो घरमै मासु छ त यार सिद्रा छ एउटा सानो सानो यत्रो सानो सानो सिद्रा छ तिनी मासु त हो नि भाइ त्यो खुवाइदिउँला होइन हो ओ यता त खतरा अँध्यारो रहेछ त दाइ अँध्यारो क्या बोरामा हालेर पुरै फालेको अरे क्या चिन्छ होला त्यो मान्छे लाने चाहिँ हिँड्दै छ टाइम थाहा छैन होला केटा दाइ भिडियो छ क्या अहिले छ हजुर अहिले छैन होला नेट चाहिन्छ होला छ सेभ गरेछ नेट चाहिन्छ दाइ ओ यहाँबाट त नस्टप गुड्किन्छ त क्लियर दिन्छ तिम्रो राति पनि दाइ क्लियरै देखिँदो रहेछ गुड्केको गुड्कै हुन्छ खाना दाइ यही हो दाइ च्याउ डाँडा यो जता बस्तान हुन्छ डल्लु दाइ यतै घुम्न आउने भनेको माछा डाँडा कि कुन डाँडा त्यही हो दाइ त्यो उस भनेको त्यो माछा उस गर्ने क्या दाइ माछा मार्नु दिने होला
होला एयरपोर्ट पनि देखेको मैले त दिन्छ होला भाइ के दाइ? बोल्ला छ नि त्यो एयरपोर्टको एकैछिन गरेर बस्नु नि भाइ तिमीलाई माछा मनपर्छ होइन माछा खानु मन छ भने भन मेरो घरमा टुपी क्यामेरा देख्न सक्नुहुन्छ गाइस भाइ छोडिदेऊ न अनुहार मिल्छ कि मिल्दैन सुन न कुरा सुन न दाइ माछा खानु मन छ भने मेरो घरमा इनार छ अँ। म मेरो घरको इनारबाट किन होइन कत्रो तिमी सानोतिनो माछा त म दिँदिनँ भाइ र सिधै वेल दिन्छु तिमीलाई होइन जो हात चाहिँ थाम्नु सक्नु पर्यो माथि गएर बस्नु होला अलिक उता माथितिर जाउँ न यहाँ जहाँतिर नि मान्छे छ कुन डाँडा अरे दाइ यो च्याउ डाँडा हो क्या भाइ मैले धेरै पैसा अगाडि यहाँ च्याउ रोपेको थिएँ क्या पार्क डाँडा पनि भन्छ भाइले पारो पार्क त्यो राजाको छ नि कहाँ बस्यो के यहाँ भन्छ बस्यो हो, त्यो भएर। ओ टुपी क्यामेरा दाइ ओ टुपी क्यामेरा दाइ कता हो एक्लै एक्लै त्यहाँतिर एउटा बस्नु